सरहरु सामान सबै कति ट्राफिक बसिरहेको छ कहाँ गयो ल सो देख्न सक्नुहुन्छ हेलो ब्युटिफुल पिपल वेलकम ब्याक टु माई च्यानल राजन ब्लग आई होप तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु आज चाहिँ म गइरहेको छु हाम्रै पाँचथर जिल्लामा रहेको यो याङ्ग्रक पोखरीतिर जाँदैछु अनि त्यहाँको भ्यू तपाईँहरू माझ राख्नेछु जानुपर्ने हुन्छ यो बाटो छोडेर यता उकालो सो अहिले चाहिँ हामी देख्न सक्नुहुन्छ निशान बजारतिर अगाडि बढिरहेको छौँ अनि सुनेको थिएँ त्यहाँ चाहिँ आज पर्यटकहरू पनि आउनु भएको छ अरे अनि कस्तो के छ हामी त्यो माहौल पनि देखाउनु छु सकेको छु तपाईँहरूले लेकिन एक सेकंड देख तो कैसे कतिखेर आइपुग्यौ आइए भर्खर गयो ल सो देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँको भ्यू आज चाहिँ निकै छ नै मान्छे भलिबल पनि भइरहेको छ आज चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ चाहिँ पानी छोडिदिएको छैन अब अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ मुझे नहीं पता बस क्लिक हो जाना सो फाइनल्ली अहिले चाहिँ हामी याङ्ग्रक पोखरी भिजिट गरेर फर्किँदैछौँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रै पाँचथरको छर्पुमा अवस्थित यो कालिका धाम हो सो हाम्रो माइला दाइको मासु पसल देख्न सक्नुहुन्छ बजार रहेको छ सो फाइनल्ली अहिले चाहिँ म देख्न सक्नुहुन्छ गणेश चोक पुगिसकेको छु यहाँदेखि चाहिँ यता गयो भने ताप्लेजुङ पुगिन्छ भने यता गयो भने फेरि इलाम हुँदै हुँदै तराई जान सकिन्छ यो बाटोबाट चाहिँ देख्न सक्नुहुन्छ यो ठाउँमा चाहिँ मैले ओभरटेकिङ गर्नु नमिल्ने हो तर पनि मैले गरिहालेँ हेलो सरहरु सामान सबै कति ट्राफिक बसिरहेको छ कहाँ ट्राफिक बसिरहेको छ कहाँ गोबडा हिँडेको गोबडा जाउँ नजाने भइहाल्यो नामा रहेछ त्यहाँ चाहिँ के भयो भने केटाहरूको चाहिँ अब लाइसेन्स बिल बुक छैन नि त ग्यारेजको केटाहरू हुन् अनि यहाँ माथि चाहिँ अब ट्राफिक बसेको छ अरे अनि उनीहरू चाहिँ एकदम डराइराखेको थियो कि अहिले चाहिँ हामी सुनवार
गोलाइ आइपुगिसकेको छौँ। धेरै सो फाइनल्ली अहिले चाहिँ हामी हिलियाङ गेट आइपुगिसकेको छौँ। देख्न सक्नुहुन्छ यहाँ अगाडि चाहिँ हिलियाङ गेट रहेको छ। लो अहिले चाहिँ हामी हिलियाङ गेटदेखि अगाडि बढिसकेको छौँ। योभन्दा करिब म 5-6 वर्ष अगाडि चाहिँ यहाँनिर आइपुगिसकेको थिएँ र अनि यस्तो बाटो पनि थिएन, सानो गोरेटो बाटो थियो। अनि त्यहाँनिर चाहिँ भवनहरू पनि बनिएको थिएन। अहिले चाहिँ भवनहरू पनि बनिसकेको छ भन्ने सुनेको थिएँ मैले। के कस्तो छ है त्यो चाहिँ अब म तपाईँहरूलाई पुगेर देखाउने छु। भिडियो लास्टसम्म हेरेर साथ दिनु होला। यदि भिडियो मन परे एक लाइक र एक सब्सक्राइब गर्न नभुल्नु होला। तपाईँहरूको लाइक कमेन्ट सेयरले मलाई अझ हौसला हुनेछ रहेछ त। कहिले उकालो कहिले ओह्रालो गर्दै हामी चाहिँ अहिले हिलियाङ दरबारतिर जाँदैछौँ। देख्न सक्नुहुन्छ हाम्रो यात्रा अहिले अगाडि बढिरहेको छ। अनि काहीँ सहज काहीँ अप्ठ्यारो हुँदै हुँदै हामी झरिरहेछौँ। सो देख्न सक्नुहुन्छ यो स्थान चाहिँ खलङ्गा। यो बाटोदेखि हिँडेको पहिले यो यता बाटो जाँदा कहाँ पुगिन्छ? एउटा गेटले चाहिँ वेलकम गरेको थियो भने अर्को गेटले पनि वेलकम गरिसकेको छ हामीहरूलाई चाहिँ। यहाँ माथि आइपुगेपछि चाहिँ बाटो अलिकति खराब रहेछ है। यसले चाहिँ मेरो सबै काम दिएको फाइनली रूपमा अब चाहिँ हामी हिलियाङ पुगिसक्न आँटेको छौँ। देख्न सक्नुहुन्छ तपाईँहरूले है। हिलियाङको साबिक चाहिँ त्यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। फाइनली गाइस यो चाहिँ हिलियाङ दरबार जाने पथमार्ग हो। छोरीले चाहिँ पैसा गरिरहेको छ उसको
भएको बाबालाई। यो चाहिँ सपना देखेर बनाएको। यो प्राचीन पहिले नै लिखित नेपाल सरकारबाट पुरातत्व विभागले लेखिएको हो। यो चाहिँ निकै पुरानो बोर्ड छ। यो चाहिँ हाई भनिदिनु। हाई घुम्न आउनु भएको हो? सो देख्न सक्नुहुन्छ यहाँदेखि चाहिँ पहिले आक्रमण गर्ने ठाउँ चाहिँ यहाँ रहेछ। म यहाँ केही कुरा चाहिँ बाजेलाई सोध्नेछु। मैले धेरै लाउँदैन। ए यो चाहिँ कति पुरानो धनुषहरू? जस्तो यो चाहिँ मैले हाम्रा इतिहासमा इल्याङले चलाएको इतिहास चाहिँ यस्तो थियो। यही नै हो, यहीको आधारले चाहिँ युद्ध गर्थ्यो त्यति। हजुर 17 पटकसम्म युद्ध गऱ्यो भनेर यो देखाउन खोज्यो इतिहासले त्यतिखेर चलाउने हतियार। ए यहाँ हिल्याङ राजाले चाहिँ यो सामानहरू बोक्नुहुन्थ्यो। यही सहायताले यो चाहिँ युद्ध गर्थ्यो। र युद्ध गर्नुको अगाडि यही जुनमा नाम ठलो चाहिँ पूजा पाठ गरेर युद्धमा जान्थ्यो। र उनी कहिले हार्दैन थियो। त्यस्तो शक्ति एउटा उनले चाहिँ शक्ति एउटा दैवी शक्ति प्राप्त भएको चाहिँ राजा थियो अरे। हजुर। ए अनि तपाईँको शुभ नाम चाहिँ? मेरो शुभ नाम चाहिँ दुईवटा छ। हजुर। मलाई मेरो नाम चाहिँ टेकेन्द्र सेवी भनेर धेरैले बोलाउने गर्छ। हजुर हजुर। तर मेरो वास्तविक नाम चाहिँ उहाँको नाम चाहिँ कृष्णबहादुर सेवी। ए ठिकै छ, यहाँ छोटो जानकारी दिनुभयो। अब अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ। शाबाश।